म त भात नखाऊ कि भनेको कि खानुपर्छ क्या हो कोन त खाने भने ल्याइदिइहाल्छु है म त भरे खाँदा त उठ्दिन है ल्याउनु हे त नापेको नापे झेउ लाग्यो अनि यति होपछि बरु ल कस्तो मुला निकालेर राखेको बनाउनलाई कस्तो चुसेर खानु पर्यो भनेको त निस्किगयो नि सबै निस्किसक्यो छ दामी भएछ तर म अब जाडो महिनामा बनाउँदै खानुपर्छ ला यसको पनि झर्यो तान्ने त भाग्यमै रहेन रहेछ यार खै तपाईँ पनि तान्नु तान्ने त जान्दैन रहेछ हो राम्रो राम्रो राखेको छ क्या मासु त तर मजाले पाकेको छ तान्दा सब आउने पनि अरे मुला तानिसकेपछि झर्छ यार